गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परब्रह्मा तस्मै श्री गुरुवे नमः। सियावर रामचंद्र की जय, उमापति महादेव की जय, पवन सुत हनुमान जी महाराज की जय, श्री सद्गुरुदेव भगवान की जय, मन मंदिर की जय। सर्वप्रथम आफ्नो प्रातस्मरणीय परम पूजनीय अनंत श्री विभूषित जगद्गुरु रामानंदाचार्य पद प्रतिष्ठित जगद्गुरु महायोगी सिद्ध बाबा श्री सद्गुरुदेव भगवानलाई स्मरण गर्दै यहाँ उपस्थित मन मन्दिरमा उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई म विशेष सीतारामको अभिवादन टक्राउन चाहन्छु र यहाँ वाद्यवादनको मार्फतबाट सुन्दर भजन प्रस्तुति गर्नुहुने अत्यन्त आदरणीय वरिष्ठ कलाकारज्यूहरू, मूर्धन्य व्यक्तित्वज्यूहरू, गणमान्य व्यक्तित्वज्यूहरूलाई पनि विशेष हृदयदेखि नै सादर नमन अर्पण गर्दै यस मन मन्दिरको संस्थापकज्यू आदरणीय विष्णु विक्रम जीएस ज्यूलाई पनि म विशेष नमन गर्न चाहन्छु। उहाँको आदरणीय धर्मपत्नीको लागि जुन सत्कर्म उहाँले गर्नुभएको छ, जुन एउटा माहौल बनाउनु भएको छ भजनको मार्फतबाट, यो अत्यन्तै सराहनीय छ। यसैले म उहाँलाई पनि विशेष गरेर आभार प्रकट गर्दै यहाँसम्म जोड्नको लागि पुल बन्नुहुने, माध्यम बन्नुहुने आदरणीय दाई रविन्द्र माकाज्यूलाई पनि विशेष गरेर म धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज उहाँकै कारणले यो सौभाग्य प्राप्त भयो कि हजुरहरूसँग केही समय बसेर यहाँ भजन श्रवण गर्ने र हजुरहरूको दर्शन गर्ने यो सुअवसर प्राप्त भयो। यसैले म आदरणीय दाईलाई विशेष गरेर धन्यवाद दिन चाहन्छु। धर्म संस्कार संस्कृतिको रक्षा गर्नु हामी सबैको उत्तरदायित्व हो। आज हामी यस्तो समयमा पुगेका छौं जुन समयमा भौतिकताले धेरै हावी भएको अवस्थामा हाम्रो मूल्य मान्यता संस्कार संस्कृति सबै कमजोरी हुने गइरहेको छ, अत्यन्तै कमजोर भइरहेको छ। यस्तो अवस्थामा भजन गर्नु, सत्संग गर्नु, कीर्तन गर्नु केवल विकल्प मात्र होइन, अपितु हामी सबैले यसको रक्षा गर्नु हामी सबैको उत्तरदायित्व हो। हाम्रो विश्व वारा संस्कृति बोकेको यस्तो महान संस्कार संस्कृतिको हामी सबैजना सन्तति हौं र हजारौं वर्ष पुरानो हाम्रो संस्कार संस्कृति छ। तर पनि हामी आज यस्तो अवस्थामा पुगेका छौं कि हामीलाई बाहिरी कुराबाट धेरै हावी भएको कारणले गरेर, चरम अवस्थामा हामी डुबेको कारणले गरेर हामीले हाम्रो मूल्य मान्यता संस्कार संस्कृतिलाई विशेष गरेर अब आउने युवा पिढीहरूले पुरानो सोच भनेर हामीले मान्ने गरेका छौं। तर भनिन्छ धर्मो रक्षति रक्षितः, यानी कि धर्मको रक्षा गर्नाले नै हाम्रो रक्षा हुन्छ। धर्म संस्कार संस्कृति जबसम्म रहन्छ तबसम्म मात्रै हाम्रो राष्ट्रको पहिचान रहन्छ, राष्ट्रको उत्थान हुन्छ। अपितु हाम्रो धर्म संस्कार संस्कृतिको जोगेर्ना गर्दै हामी सबैले हाम्रो उत्तरदायित्व मान्दै सबैले संरक्षण गर्दा नै हाम्रो राष्ट्रको पहिचान बन्दछ। र आज यसै आफ्नो राष्ट्रलाई विश्वव्यापी रूपमा चिनाउनको लागि धर्म संस्कार संस्कृति अझ विशेष गरेर हाम्रो नेपाली परम्परा संस्कार संस्कृतिको जोगेर्ना गर्नको लागि विश्वव्यापी रूपमा नै म जस्तो एउटा सानो बालिका त लागि परेको छु भने हजुरहरू त अझै वरिष्ठ व्यक्तित्वजनहरू हुनुहुन्छ भने म विशेष अनुरोध गर्न चाहन्छु, हजुरहरू पनि यथाशक्ति आफआफ्नो स्थानबाट
उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो परम्परा, कला, भेषभूषाको जोगेर्ना गर्दै आफ्नो सानो सानो बाबु नानीहरूलाई पनि यसको महत्त्व बुझाउनुहोस्। किनकि यो त्यही संस्कार संस्कृति हो जसले केवल एक समुदायको लागि प्रार्थना गर्दैन, एक व्यक्तिको लागि प्रार्थना गर्दैन। नेपाली संस्कार संस्कृति त यति महान छ, भन्छ कि संगच्छत्वम संवदत्वम सम्भो मनांसि जानताम देवाभागम यथा पूर्वे संजानाना उपासते। साथमा उठ, साथमा खाऊ, साथमा हिँड, साथमा संकीर्तन गर। यस्तो गर्नाले के हुन्छ त हामी भित्र रहेको सबै दोर मनुष्य विकारहरू हटेर हाम्रो मन शुद्ध हुन्छ, शान्त हुन्छ। आज हामी शान्ति खोज्नको लागि कतिपय भक्तजनहरू र व्यक्तिहरू देशलाई छोडेर विदेशसम्म पुग्छौँ। आखिर के को लागि त? त्यही शान्ति खोज्नकै लागि होइन त? त्यही सुखको जीवन बिताउनकै लागि होइन त? तर विदेशमा गएर पनि हजुरहरूलाई लाग्न सक्छ यहाँ देख्दा त लाउरे दाई जस्तो लाग्छ, तर त्यहाँको वास्तविकता के कस्तो छ यसलाई राम्रोसँग मैले अध्ययन गरेको छु, बुझेको छु। जुन नेपाली संस्कार संस्कृति छ, साथमा उठ, साथमा खाऊ, साथमा हिँड, त्यो नै अत्यन्त महत्त्वपूर्ण र वैज्ञानिक ढङ्गको छ। किनकि आज हामी एक आपसमा बस्छौँ, एक आपसमा उठ्छौँ। घरमा कहीँ कतै थोरै सेलरोटी पाक्यो भने पनि 4 घर पर छिमेकीलाई आज मेरो घरमा सेलरोटी पाकेको छ भनेर हामी पुर्याउँछौँ। तर विदेशमा त्यस्तो हुँदैन। यही एउटा घरको छिमेकीले पल्लो घरको छिमेकीलाई देखिरहँदैन, चिनेको हुँदैन, बुझेको हुँदैन, जसको कारणले गरेर विशेष गरेर विदेशमा बस्नुहुने 90% व्यक्तिहरूलाई डिप्रेसन, एङ्जाइटी भएको अध्ययनबाट पाइएको छ। भन्नुको तात्पर्य जब हामी एक्लै हुन्छौँ अनि कोही पनि साथमा हुँदैन, कोही पनि बोल्ने हुँदैन, त्यो समयमा धेरै विकारहरू हाम्रो मनमा आउँछ, जसले गरेर हामीमा रोगहरू, मानसिक रोगहरू उत्पन्न हुने गर्छ। त्यसैले त अङ्ग्रेजीमा पनि भनेको छ नि, एम्प्टी माइन्ड इज अ डेभिल वर्कसप, खाली दिमाग शैतानको घर। त्यसैले साथमा उठ्नु, साथमा हिँड्नु अत्यन्त यो महत्त्वपूर्ण। यस्तो विश्व बारहा संस्कार संस्कृति हाम्रो नेपाली परम्परा, नेपाली कला, भेषभूषा संस्कृति हो। यसलाई बुझ्दै, यसको महत्त्वलाई उजागर गर्दै अझ विशेष रूपमा हामीले विश्वव्यापी रूपमा यसलाई लैजानुपर्छ भन्ने मेरो मान्यता रहेको छ। र आज यहाँ आएर धेरै नै हृदय गदगद भयो। हामीमा यति हजुरहरूको सुमधुर ध्वनि, सुमधुर स्वर छ, तर हामी कहीँ कतै मात्रै सीमित भइरहेका छौँ। यसलाई विश्वव्यापी रूपमा लैजानु पर्दछ। नेपालीमा पनि त्यो कला छ, नेपालीमा पनि त्यो क्षमता छ भन्ने कुरा हामीले विश्वलाई अब देखाउने समय आइसकेको छ, बुझाउने समय आइसकेको छ। त्यसैले हाम्रो अहिले म केही समयको लागि पोखरा नदीपुरमा रहेको हिमालयन सिद्ध महायोगमा अवस्थित रहेको छु। यहाँहरू पनि सबै त्यहाँ पाल्नुहोला, आफ्नो कला हजुरहरूले देखाउनुहोला। भनिन्छ कला र कलालाई उचित स्थानमा देखाउँदा त्यसको महत्त्व अझ बढेर जान्छ। हजुरहरूले देखाइरहनु भएको छ, तर अझै विशेष गरेर त्यहाँ पनि हजुरहरू पाल्नुहोला भनेर म अनुरोध गर्न चाहन्छु। र आज यहाँहरू समक्ष भजन गाउन त धेरै मन थियो, तर विगत केही दिनदेखि स्वास्थ्य त्यति अनुकूल भइरहेको छैन। केही दिनदेखि यहाँ आउनुपर्छ भनेर हिजोदेखि त एन्टिबायोटिक नै खाइरहेको थिएँ। रुगा, खोकी अनि यो टन्सिल सायद वातावरणको परिवर्तन भएर पनि होला। त्यस कारणले गरेर धेरै मन भए तापनि आज थोरै मात्रै म हजुरहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। र अन्तिममा एक सूत्र हजुरहरूको लागि आज के भन्न चाहन्छु भने भजन र भोजन केवल 2 मात्राको मात्रै अन्तर हुन्छ। तर भोजन यदि अत्याधिक गर्नुभयो भने हजुरहरूलाई रोग लाग्न सक्छ। त्यस कारणले गरेर भोजन धेरै गर्नु हुँदैन, सीमित मात्रामा गर्नुपर्छ। अपितु भजन जति गरे पनि हजुरलाई त्यसबाट भने बेफाइदा छैन। जसरी गरे पनि भाएको भाए
अनख आलस हूँ नाम जपत मङ्गल दिसिदसो। चाहे मन लागेर होस् मन नलागेर होस् आलस्य गर्दै होस् भगवानको भजन हजुरले जसरी गरे पनि मङ्गलै मङ्गल हुन्छ भनेर हाम्रो शास्त्रले भनेको छ। अझ विशेष गरेर कलियुगमा त भगवानको भजन गरेर नै यो भवसागरबाट पार तर्न सकिन्छ भनेको छ। कलियुगको विशेषता नै यही हो। अन्य युगमा हामीले धेरै तप ध्यान गर्नु पर्थ्यो भने कलिजुग केवल नाम आधारा सुमेरी सुमेरी नर उतरही पारा। यो कलियुगको विशेषता, यो कलियुग हेर्दा भयानक छ तर यति सरल छ। केवल भगवानको भजन गरेर नै हाम्रो मनलाई मन्दिर बनाउन सक्छौँ, मनलाई सुन्दर बनाउन सक्छौँ र भगवत प्राप्ति गर्न सक्छौँ। त्यसैले भोजन रातमा छुट्टिन सक्ला, छुट्याउनु होला तर भजनलाई कहिले पनि नछुटाउनु। यही भन्दै एउटा सानो भजन प्रस्तुति हजुरहरूसँग गर्न चाहन्छु। यो भजन रामजीको जन्मको बारेमा रहेको छ। भर्खरै मात्रै यसको एल्बम पनि निक्लेको थियो। आउनुहोस् सबैजनाले साथ दिनुहोला। यो पनि रामको त्यो पनि राम। गत असोज 31 गते विश्व प्रसिद्ध कथावाचक चन्द्रकला सखी पोखराको मन मन्दिरमा आउनु भएको थियो। उहाँले भजन सन्ध्या साँझको समुद्घाटन पनि गर्नुभएको थियो। उहाँले यहाँ रहेका आगन्तुक पुस्तिकामा लेख्नु भएको हृदय छुने केही हरफहरू मलाई एकदमै मन परेको छ। जीवनको यथार्थ र परम सत्य यही हो जुन अनित्य छ, क्षणभङ्गुर छ। धन, पद, यश, रूप सबै नश्वर छन् तर सत्कर्म र प्रेम अमर हुन्छ। जब आत्मा साँचो श्रद्धा, करुणा र साधनाको मार्गमा अगाडि बढ्छ तब मानव जीवनले सार्थकता पाउँछ। मन मन्दिरका संस्थापक आदरणीय बुवा विष्णुजीएसले आफ्नो स्वर्गवासी श्रीमती चन्द्रकलाजीको पुण्य स्मृतिमा निर्माण गर्नुभएको मन मन्दिर ढुङ्गा, माटोको, इँटको संरचना मात्र नभएर यो प्रेम, समर्पण र दिव्य सेवा केन्द्रको प्रतीक हो अनि दीन दुखीहरूको आश्रयस्थल या अस्पताल पनि हो। यस मन्दिरमा प्रवाहित ऊर्जाले सम्झाउँछ अरूका दुःख पीडामा साथ दिई निस्वार्थ सेवा र सत्कर्म मार्फत आत्मालाई शान्त र शुद्ध पार्न सकिन्छ। जीवनको सुन्दरता अनुहारमा होइन, जीवन जिउँदै गर्दा हरेक कर्ममा अन्तर्निहित हुन्छ। आदरणीय बुबा विष्णु विक्रम जीएसका यस सत्कर्मले स्वर्गवासी चन्द्रकलाको पुनर्जन्म र चिर शान्ति तथा सद्गति मात्र नभई प्रेम अवर हुन्छ भन्ने मार्मिक सन्देश पनि दिएको छ। हरि ओम।